आज अर्जेन्टिनाको कुरा गरौँ जहाँ परिवर्तनको एउटा ठूलै लहर चलेको छ र यो लहरको केन्द्रमा छन् हाभियर मिलेई। उहाँलाई चेन्स भनेर पनि चिनिन्छ र उहाँले राज्यलाई नै पुरै बदल्ने एउटा निकै नै कट्टरपन्थी प्रस्ताव अघि सार्नु भएको छ। ल आउनुहोस् हेरौँ के हो त उहाँको यो चर्चित योजना। ल हेर्नुहोस्, मिलेले सुधार सुरु गर्नु अघि अर्जेन्टिनामा जम्मा 18वटा सरकारी मन्त्रालयहरू थिए। हो, 18। धेरैले के भन्छन् भने देशको आर्थिक सङ्कटको एउटा मुख्य कारण नै यही ठूलो सरकारी आकार थियो। तर मिलेईको योजना अलि फरक थियो। उहाँ यो संख्यालाई नाटकीय रूपमा मतलब सोच्दै नसोचेको तरिकाले घटाउन चाहनुहुन्थ्यो। 18बाट सोझै 8मा। सोच्नुस् त, यो खाली मन्त्रालयको संख्या घटाउनु मात्र थिएन, यो त अर्जेन्टिनाको पुरै शासन प्रणालीमा एउटा भूकम्प ल्याउने घोषणा जस्तै थियो। अब मिलेईको यो चेन्ज प्रस्ताव पछाडिको सोचाइ एकदमै सरल तर त्यत्तिकै कठोर पनि छ। उहाँ राज्यलाई एउटा शरीर मान्नुहुन्छ र उहाँको नजरमा यी अनावश्यक मन्त्रालयहरू र खर्चहरू भनेका त्यो शरीरमा लागेका परजीवी हुन्। यो कुरालाई मिलेई आफैले यसरी प्रस्ट्याउनु भएको छ। उहाँ भन्नुहुन्छ, यदि तपाईसँग परजीवी छ भने तपाईँ कसलाई प्राथमिकता दिनुहुन्छ, शरीरलाई कि परजीवीलाई? त्यसैले परजीवीहरूलाई बाहिर निकालौं। उहाँको यही भनाइले नै यो सुधार अभियान कति आक्रामक छ भन्ने कुरा छर्लङ्ग हुन्छ, होइन त? त्यसो भए अब प्रश्न उठ्छ, कुन कुन मन्त्रालयहरू परे त मिलेको यो चेन्जको निशानामा? र किन? हरेक कटौतीको पछाडि उहाँको आफ्नै तर्क छ। सूची त हेर्नुस्, अलि लामै छ। पर्यटन तथा खेलकुद, यातायात, संस्कृति, वातावरण, विज्ञान तथा प्रविधि, यति मात्र होइन, महिला, सामाजिक विकास र सार्वजनिक निर्माण जस्ता महत्त्वपूर्ण मानिएका मन्त्रालयहरू पनि यो सूचीमा छन्। यी सबैलाई कि त पुरै खारेज गर्ने कि त अरू कुनै मन्त्रालयमा गाभ्ने प्रस्ताव छ। अब यी सबै कटौतीमध्ये सबैभन्दा धेरै विवाद र बहस चाहिँ महिला, लैङ्गिकता तथा विविधता मन्त्रालय हटाउने निर्णयमा भयो। उहाँको तर्क के थियो भने यस्ता मन्त्रालयले समानता ल्याउँदैन, बरु विशेषाधिकार सृजना गर्छ। उहाँ भन्नुहुन्छ, म कानूनको अगाडि सबै समान हुन्छन् भन्नेमा विश्वास गर्छु। यो अधिकारको कुरा होइन, यो त विशेषाधिकारको कुरा हो। अब यो कदमले अर्जेन्टिनामा लैङ्गिक अधिकारको बहसलाई पुरै नयाँ मोड दिएको छ। त्यस्तै अर्को ठूलो निशानामा परेको क्षेत्र थियो देशको विज्ञान र प्रविधि। यो मन्त्रालयले देशको समग्र वैज्ञानिक अनुसन्धानको नेतृत्व गर्थ्यो। मिलेईले त देशको मुख्य वैज्ञानिक निकाय कनिसेटलाई नै निजीकरण गर्ने प्रस्ताव राख्नुभयो। उहाँको विचारमा वैज्ञानिकहरूले सरकारी अनुदानमा मात्र भर पर्नु हुँदैन, बरु उहाँ भन्नुहुन्छ आफ्नो छिमेकीको सेवा गरेर आफ्नो पैसा कमाउन सिक्नुपर्छ। मतलब अनुसन्धानलाई बजारसँग जोड्नु पर्यो। तर मिलेको योजना खाली मन्त्रालय हटाउने मात्रै थिएन है, केही क्षेत्रहरूलाई एकै ठाउँमा ल्याएर अझ शक्तिशाली बनाउने पनि थियो। र यहीँबाट सुरु हुन्छ सुपर मिनिस्ट्रीको अवधारणा। यो सुपर मिनिस्ट्रीको नाम हो मानव पुँजी मन्त्रालय वा क्यापिटल ह्युमानो। यसको लक्ष्य के हो भने सामाजिक नीतिलाई नै बदल्ने। त्यो पुरानो भनाइ छ नि, कसैलाई माछा दिनुभन्दा माछा मार्न सिकाउनु राम्रो भनेर। हो, ठ्याक्कै त्यस्तै। तत्काल सहायतामा मानिसहरूलाई निर्भर बनाउनुको सट्टा आत्मनिर्भर बनाउने। र यो नयाँ सुपर मिनिस्ट्रीले 4वटा ठूला क्षेत्रहरूलाई एउटै छानामुनि ल्याउँछ: स्वास्थ्य, शिक्षा, श्रम र बाल सेवा तथा परिवार। अब यी सबैको काम एउटै मन्त्रालयबाट हुनेछ। अब संरचना मात्रै होइन, केही मुख्य सेवाहरू दिने तरिकामा पनि ठूलै परिवर्तनको प्रस्ताव छ, खास गरी शिक्षा र पूर्वाधारको क्षेत्रमा। शिक्षाको कुरा गर्दा सबैभन्दा ठूलो परिवर्तन हो भाउचर प्रणालीको प्रस्ताव। हेर्नुस्, अहिले कस्तो छ भने सरकारले सिधै स्कुलहरूलाई पैसा दिन्छ, तर यो नयाँ मोडेलमा सरकारले त्यो पैसा भाउचर बनाएर परिवारलाई दिन्छ। अनि त्यो भाउचर लिएर परिवारले आफूलाई मन परेको स्कुलमा आफ्नो बच्चा पढाउन सक्छ। यसले के हुन्छ त, स्कुलहरूबीच प्रतिस्पर्धा बढ्छ र शिक्षाको गुणस्तर पनि सुध्रिन्छ भन्ने अपेक्षा छ। अब पूर्वाधारको क्षेत्रमा पनि लगभग यस्तै निजीकरणको मोडेल छ। अबदेखि सरकारले बाटो, पुल बनाउन पैसा हाल्दैन, बरु निजी कम्पनीहरूले बनाउनेछन्, चलाउनेछन् र त्यसलाई प्रयोग गर्ने नागरिकहरूबाट शुल्क उठाएर आफ्नो लगानी उठाउनेछन्। यो मोडेललाई चिलेन मोडेल पनि भनिन्छ, जुन बनाऊ, चलाऊ र हस्तान्तरण गर भन्ने सिद्धान्तमा आधारित छ।
ल अब हेरौँ सरकारको अन्तिम प्रस्तावित संरचना कस्तो देखिन्छ र यस्तो ठूलो परिवर्तनले समाजमा कस्तो किसिमको द्वन्द्व निम्त्याउन सक्छ। र यो हो मेलैको नयाँ अर्जेन्टिनाको प्रस्तावित खाका, जम्मा 8वटा मन्त्रालयहरू: अर्थ, पूर्वाधार, आन्तरिक, सुरक्षा, रक्षा, न्याय, परराष्ट्र सम्बन्ध र त्यो नयाँ सुपरमिनिस्ट्री, मानव पुँजी। अब यही सानो र छरितो सरकारले देश चलाउनेछ भन्ने प्रस्ताव हो। तर यो योजनामा एउटा ठूलो चुनौती पनि छ। त्यो हो सामाजिक सहायता कसरी बाँड्ने भन्ने। अहिले यो काम शक्तिशाली राजनीतिक सङ्गठनहरूले गर्छन्, जसलाई बिचौलिया पनि भनिन्छ। मिलेको प्रस्ताव के छ भने अब सरकारले कुनै बिचौलिया बिना सिधै नागरिकको हातमा सहायता पुर्याउनेछ, जसले गर्दा ती सङ्गठनहरूको शक्ति र प्रभाव दुवै घट्नेछ। अब यस्तो परिवर्तनले द्वन्द्व त पक्कै निम्त्याउँछ र त्यसको लागि मिलै तयार देखिनुहुन्छ। उहाँको एउटा भनाइले नै सबै कुरा प्रश्न पार्छ। उहाँले भन्नुभएको छ, उनीहरूले मलाई त्यहाँबाट मृत अवस्थामा मात्र निकाल्न सक्छन्, म कुनै धम्कीबाट डराउँदिन। अनि अन्त्यमा एउटा ठूलो प्रश्न बाँकी रहन्छ, के मिलेको यो चेनस प्रस्तावले साँच्चै अर्जेन्टिनालाई आर्थिक सङ्कटबाट बाहिर निकाल्छ, कि यो देशलाई एउटा कहिले नदेखिएको सामाजिक र राजनीतिक द्वन्द्वमा धकेल्ने एउटा बाटो मात्र हो? खैर, यसको जवाब त अब समयले नै दिनेछ।